तिम्रो सर्कल जस्तो हुन्छ नि त्यस्तै मान्छे तिम्रो पनि भन्नु हो। यदि तिम्रो ग्रुपमा 5 जना नराम्रोसँग छन् नि, यदि तिम्रो ग्रुपमा 5 जना नराम्रो छन् जुन कि स्मोकिङ गर्छन्, यताउति नराम्रो कामहरू गर्छन् भने तिमी पनि नराम्रो काम गर्न थाल्छौ। यदि तिमी पनि त्यो ग्रुपमा छौ भने। यदि यो पनि छ कि तिमीहरूले यदि राम्रो ग्रुपमा छौ, एकदम जुन मान्छे एकदम अन्टरप्रिनर छ, लाइक बिजनेस माइन्डेड छ अथवा एकदम ग्रोथ भएको मान्छे छ, जुन मान्छेले आफ्नो लाइफ लाइक त्यसको पर्पज नै ग्रोथ हो भने तिमी पनि ग्रोथ माइन्डसेट भएको मान्छे नै भइहाल्छौ र तिमी पनि आफ्नो लाइफमा ग्रो नै हुन्छौ। यदि त्यस्तो जस्तो पनि तिमीले ग्रुपमा बस्छौ नि त्यस्तै भन्ने हो कि वास्तवमा त्यस्तै भन्ने हो। जुन तिमीले जुन कुरा जुन इन्भाइरोमेन्ट तिमीले हुन्छ नि त्यस्तै टाइपको तिमीले पर्सन हुनु। अब तिमीले भन्छौ ठुलो ठुलो कसरी इन्भाइरोमेन्ट बनाउन सकिन्छ, त्यो पनि धेरै बाटो छ। मैले बहुतचोटि मैले भनिदिइसकेको छु, बहुतचोटि कि तिमीले आफ्नो कनेक्सन, आफ्नो लाइक टाइम स्पेन्ड तिमीले बढी बढी ठुलो मान्छेहरूसँग पनि गर्न सक्छौ। इलन मस्कसँग गर्न सक्छौ, बिल गेट्ससँग गर्न सक्छौ। त्यो कसरी मैले भन्छु, एकैछिनपछि मैले भन्छु, ठिक छ। अब हेर, सबभन्दा पहिला त तिमीहरूले मैले यो भन्छु नि, तिम्रो आफ्नो सर्कलहरू बेटर बनाऊ। तिम्रो साथीहरू छन् नि, साथीहरू बेटर बनाऊ। र साथी अब साथी किन चाहियो र ग्रो नै गर्नको लागि मात्र चाहियो त साथी होइन। क्वालिटी अफ लाइफलाई सस्टेन गर्नको लागि हामीले एउटा के अरे मान्छेहरू चाहियो, जसले क्वालिटी अफ हामीले जुन वर्क गर्दैछौँ नि, वर्कको क्वालिटीलाई सस्टेन गर्नको लागि फ्रेन्ड चाहियो, फ्यामिली चाहियो, हामीलाई यो सब चाहियो कि यो हाम्रो बेसिक नेचर हो, हामीले चाहियो नै। किनभने हामीले कामलाई सही तरिकाले गर्न सक्छौँ। जुन लाइक त्यो फ्रेन्ड्स किन चाहियो, किनभने सेलिब्रेसनको लागि चाहियो, पार्टीको लागि चाहियो कि त्यो मान्छेसँग मिलेर तिमीले पार्टी गर्न सक्छौ, तिमीले हँसी मजाक गर्न सक्छौ, तिमीले इन्जोय गर्न सक्छौ, तिमीले सेलिब्रेसन गर्न सक्छौ। किनभने हेर न, अब धेरैजनाको यो पनि माइन्डसेट होला कि तिमीहरूले मात्र काम नै गर्नुपर्छ, अरू केही गर्नै पर्दैन। त्यस्तो छैन कि जसरी निद्रा जरुरी छ नि त्यसरी नै बिल्कुल तिमीलाई उठ्नु पनि पर्छ के। स्लिप इज अल्सो इम्पोर्टेन्ट एन्ड वेकअप इज अल्सो इम्पोर्टेन्ट, बुझ्यौ नि। तिमीले सुत्नु पनि पर्छ, उठ्नु पनि पर्छ, यो दुवै जरुरी हो। वर्क पनि जरुरी छ, रेस्ट पनि जरुरी छ, काम पनि जरुरी छ, सिक्नु पनि जरुरी छ, रेस्ट पनि गर्न जरुरी छ। यदि तिमीले दौडिरहेको मात्र दौडि नै राख्छौ भने त एक समयमा आएर तिमीले थाकिहाल्छौ, थाकेर बसिहाल्छौ नि त। बट यदि दौड्छौ, फेरि हल्का ब्रेक लिन्छौ, फेरि दौडिन्छौ, फेरि ब्रेक लिन्छौ भने त तिमीले जित्दै जान्छौ नि त। तिमीले एउटै स्टेप लिँदै गइरहेछौ र अगाडि बढ्दै गइरहेछौ र कि ठुलो यसरी नै गर्न सक्छौ। तिमीले यदि सोच्छौ कि मैले नराम्रो काम गरिरहेको छु अथवा यताउति मैले फसिरहेको छु भने त त्यो त भएन नि त। बट त्यसलाई यदि ग्रो गर्नु चाहिँ यदि तिमीले आफ्नो लाइफमा एकदम ग्रो गर्नु छ भने त तिमीले काम गर्नुपर्छ कि काम गरेर राम्रो तरिकाले गर र काम गरेर फेरि ब्रेक लिन नछोडिदेऊ। काम गरेर ब्रेक पनि लिऊ र सबै काम हामीले गर्नुपर्छ। लाइक तिमीलाई बोल्न पनि जरुरी छ, सुन्न पनि जरुरी छ, निद्रा पनि जरुरी छ, उठ्नु पनि जरुरी छ, सुन्नु पनि जरुरी छ, सब जरुरी छ क्या। हाम्रो वर्क पनि जरुरी छ, मैले के भने पार्टी पनि जरुरी छ, सेलिब्रेसन पनि जरुरी छ। त फ्रेन्ड यसैको लागि चाहिँ अब तिमीहरूले एक्सपेक्ट गर्छौ कि एलन मस्कसँग आफ्नो टाइम स्पेन्ड गर्नु, त्यो त गर्न सकिँदैनौ नि त। त्यो किन गर्न सक्दैनौ भन्दाखेरि अब तिमीलाई लाइक टाइम छ, बट त्यो इलन मस्क त तिमीलाई चिन्दैन नि त। तिमीसँग के अरे उहाँलाई त टाइमै छैन नि त तिमीसँग कुराकानी गर्ने, तिमीसँग टाइम स्पेन्ड गर्न। अब कसरी गर्न सक्छौ त? यसको पनि सल्युसन छ, मैले सल्युसन्स भन्दैछु नि, नआत्तिऊ न। मैले सल्युसन भन्दैछु, मैले कसरी आफ्नो इन्भाइरोमेन्टलाई बेटर बनाएको छु। इभन नराम्रो इन्भाइरोमेन्टमा पनि बसेर मेरो होस्टेलमा यस्तो नराम्रो लाइक मान्छेहरू भए पनि, लाइक ग्रोथ माइन्डसेट मान्छे नभएको पनि मैले ग्रोथ माइन्डसेटको इन्भाइरोमेन्ट कसरी बनाएको छु र मैले कसरी ग्रो गरिरहेको छु आफ्नो लाइफमा, मैले कन्टेन्ट क्रिएट गरिरहेको छु, मैले पढाउँदैछु, कसरी मैले गर्दैछु त तिमीहरूले कसरी गर्न सक्छौ त्यो सबै मैले बनाइरहेको छु। आफ्नो सर्कललाई कसरी बेटर बनाउनु, सबभन्दा पहिला त यदि साथीहरूसँग एक्सपेक्ट गरिरहेछौ नि त कि मैले इलन मस्क लेभलको कुरा गरोस्, त्यस्तो माइन्डसेट होस्, त्यस्तो एक्सपेक्ट नगर। बिकज तिमीले एक्सपेक्ट गर्छौ भने त तिमीले नराम्रो सोच्दैछौ, नराम्रो एक्सपेक्ट नै त्यसो गर्नु पर्दैन। बिकज तिमीलाई साथी छ नि, साथी तिमीलाई इन्जोय पनि गर्नको लागि चाहियो क्या, कुराकानी गर्नको लागि, अर्को टपिकमा, कामको होइन, अर्कै टपिकमा कुनै कुरा मैले गर्न सक्छु, आफ्नो कुराले बुझ्न सक्छौँ, डिस्कस गर्न सक्छौँ कुनै पनि एउटा टपिकमा। त्यस्तो हामीलाई साथी हुनु पऱ्यो क्या। त्यसो हामीले साथी नै हुनु पऱ्यो ग्रो गर्नको लागि, एउटा लाइक रेस्ट लिनको लागि, इन्जोय गर्नको लागि, पार्टी गर्नको लागि। अब धेरै जसो फ्रेन्डहरू हुन्छ, फ्रेन्डलाई पनि हरेक लाइक कुनै साथी कामको लागि छ भने त्यसलाई कामकै लागि मात्र राख्नुपर्छ। अब त्यसलाई आफ्नो दुःख सुख सुनाउँदै गयो भने त त्यो त सुन्न एक बसेको छैन नि त, कामकै लागि त्यो छ।
कुनै मान्छेहरू छन् लाइक कुनै साथीहरू छन् पार्टीको लागि सब पार्टीको लागि गर्नुपर्छ कि यस्तो यस्तो गर्नुपर्छ। अनि अब आफ्नो माइन्डसेट एलन मस्कको जस्तो बनाउनु छ भने आफ्नो इन्भाइरोमेन्ट एलन मस्कसँगको बिल गेट्ससम्मको त्यस्तो त्यस्तो फेमस मान्छेहरूसँग त्यस्तो त्यस्तो रिच मान्छेहरूसँग त्यस्तो त्यस्तो ग्रोथ लाइक माइन्डेड भएको मान्छेहरूसँग यदि गइरहनु छ तिमीलाई बिताउनु छ भने त अब तिमीहरूले यो त बुझ्नुपर्छ यार भर्चुअली डिस्टेन्स के हो अहिले इलन मस्क तिमीसँग छैन बट डिस्टेन्स छ अभियसली छ फिजिकली डिस्टेन्स छ मेन्टली कसरी भर्चुअली कनेक्टेड छौ नि त तिमीले कन्टेन्ट कतिको युट्युबमा छ युट्युबमा गएर हेर्न सक्छौ युट्युबमा छ ग्रोथ माइन्डसेट भएको मान्छेहरूको कन्टेन्ट छ त्यहाँ गएर पढ्न सक्छौ सिक्न सक्छौ त्यहाँबाट हेर्न सक्छौ कि यदि त्यो छैन भने त बुक्स छ बुक्समा त्यो मान्छेले सोचेर लेखेको छ आफ्नो एक्सपिरियन्सको बेसिसमा जे पनि एक्सपिरियन्स गरेको त्यसको बेसिसमा बुक्सहरू लेखेको छ बुक्स त पढ्न सक्छौ त्यसरी यो के हो त इन्भाइरोमेन्ट बनाउनु त हो नि त्यो मान्छेसँग टाइम त स्पेन्ड गर्नु हुने बिकज त्यही मान्छेले त्यो के अरे त्यही मान्छेले त्यो बुक लेखेको छ नि त जसरी त्यही मान्छेको धेरै जसो भिडियो छ कन्टेन्ट छ त्यो कन्टेन्ट गएर पडकास्ट गएर हेर राम्रो हो मैले पनि धेरै पडकास्टहरू हेर्छु धेरै किताबहरू पनि पढ्छु र तिम्रो लागि एकदमै जरुरी छ किन जरुरी छ भन्दाखेरि तिमीलाई भर्चुअली कनेक्सन त छ नि यो डिस्टेन्स यदि मैले मेरो र तिम्रो डिस्टेन्स अहिले देखिरहेको छौ अहिले लागिरहेको छ एउटा साथीले मलाई कुरा गरिरहेको छ मैले पनि तिमीलाई साथीले नै मानेर अनि कुरा गरिरहेको छु लाइक मैले क्यामेरा छ नि क्यामेराले मैले एउटा साथी मैले बुझ्छु र त्यसको पछाडिको एउटा दुनियाँ छ र म एउटा छु मैले आफ्नो साथीसँग ग्रो लाइक गर्दैछु मैले डिस्कस गर्दैछु कुनै पनि एउटा प्रब्लमलाई सोल्भ गर्दैछु यसो मैले गर्छु के अनि तिमीहरूले यसरी गर्नुपर्छ आफ्नो इन्भाइरोमेन्टलाई बेटर बनाउँछ जबसम्म आफ्नो इन्भाइरोमेन्टलाई बेटर बनाउँदैन नि तबसम्म आफ्नो लाइफमा ग्रो गर्न सक्दैनौ बिकज ग्रो त्यही बेला गर्छौ जुन बेला आफ्नो इन्भाइरोमेन्टलाई बेटर बनाउँछ कि तिम्रो इन्भाइरोमेन्ट बहुत राम्रो हुनु पर्यो तिम्रो इन्भाइरोमेन्ट यदि राम्रो छैन भने त तिम्रो नराम्रो इन्भाइरोमेन्टमै जाने हो कि सो यही भन्नु थियो कि आज ग्रो कसरी गर्ने ग्रोथ माइन्डसेट के हो कसरी ग्रो गर्न सकिन्छ हामीले त बुक्स पढेर कन्टेन्ट बेटरभन्दा बेटर कन्ज्युम गरेर आफ्नो सर्कललाई बेटर बनाएर आफ्नो इन्भाइरोमेन्टलाई बेटर बनाएर रेस्ट पनि गर्नुपर्छ बोल्न जरुरी छ जसरी सुन्न पनि जरुरी छ काम गर्न जरुरी छ पार्टी पनि जरुरी छ सेलिब्रेसन पनि जरुरी छ सब जरुरी छ कि हामीले सबै काम गर्नुपर्छ आज मैले यति नै भन्नुपर्ने थियो हजुरलाई यदि बाई बाई है।